हिजोस्ति उहाँले है एकदमै तय गर्नुभएको छ र अब उहाँको अहिलेको शेड्युल अनुसार कुनै प्रकारको त्यस्तो खालको चेन्ज भएन भनेदेखि अनि मौसम है अनुकूल भयो भनेदेखि चाहिँ उहाँ 27 तारिक आउनुहुन्छ। 3 बजे उहाँ आउनुहुन्छ। अनि उहाँ सिक्किममै त्यही दिन बस्नुहुन्छ। रात्रि उहाँ है रातमा बस्नुहुन्छ। अनिदेखि उहाँ जस्तो उहाँ लिभिङ हेलिप्याडमा उहाँ है आउनुहुन्छ। त्यसपछि उहाँले एउटा रोड शो पनि गर्नुहुन्छ लिभिङ हेलिप्याडदेखि लिएर लोक भवनसम्म। त्यसको तयारी सिक्किम सरकारले गरिसकेको छ र आज म यस कार्यक्रम मार्फत पनि सम्पूर्ण सिक्किमवासीलाई एउटा सिक्किम भारतको 22औं राज्य अनि सबैभन्दा कम आबादी भएको या सबैभन्दा कम पपुलेसन भएको राज्यमा हाम्रो भारत महान देश विशाल देश भारतको माननीय प्रधानमन्त्रीज्यू आउनु भनेको यो हाम्रो निम्ति गर्वको कुरा हो। त्यसले गर्दा तपाईहरु सबैजनालाई 27 तारिकको दिन दिउँसो 2 बजी तपाईहरु सबैजना आइदिने अनि उहाँलाई हामी सबै मिलेर स्वागत गरौँ भन्ने म भन्न चाहन्छु। अनि 28 तारिकको दिन उहाँले हामी सबैलाई पाल्जर स्टेडियममा सम्बोधन गर्नुहुन्छ अनि उहाँले हामीलाई आशीर्वाद दिनुहुन्छ अनि तपाईहरु सबैजना आइदिने हामी तपाईहरुलाई आजको यस कार्यक्रम मार्फत पनि म तपाईहरुलाई आह्वान गर्न चाहन्छु। तपाईहरुको उपस्थिति तपाईको जोश अनि विशेष गरेर म गान्तोक वासीहरुलाई त म यही भन्न चाहन्छु कि तपाईहरुकै जग्गामा तपाईहरुकै निर्वाचन क्षेत्रमा हाम्रो देशको माननीय प्रधानमन्त्रीज्यू आउनुहुन्छ भने तपाईहरु त खुलेर निस्किनुपर्छ। घरको एकजना होइन परिवार नै निस्किनुपर्छ तपाईहरु। नभए हाम्रो सिस्टम छ नि आज तिमी जानु भोलि म जान्छु भन्ने त्यो होइन है। पूर्ण रूपले घर बन्द गरेर निस्केर उहाँको स्वागत गर्नुपर्छ भन्ने पनि कुरा राख्न चाहन्छु। र विशेष गरेर आज हाम्रो है समक्षमा वरिष्ठ